हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग फेरि पनि सक्छ तपाईँहरूलाई ब्लगमा यहाँ हाम्रो शिवांश छ यता हाम्रो भाइहरू यता हाम्रो बहिनीहरू अब हामी कहाँ जाँदैछौँ तपाईँहरूलाई हामी भ्लगमै भन्दैछौँ सो लेट्स गो है त के कस्तो हुन्छ आज सबै तपाईँहरूले भ्लगमा देख्न सक्नुहुन्छ ल गाइज अब अहिले हामी हिँड्ने क्रममा चाहिँ यहाँ खोला छ भन्ने यहाँ हाम्रो यस्तो यहाँ सूचना प्राप्त भएको छ हामी हेर्दैछौँ पुरा अनुसन्धान गर्दैछौँ गाइजहरू है यस्तै छ खै हेरौँ त तल खोला यहाँ कुरो घारी नै कुरो घारी छ यस्तोमा ल्याएको खाने यिनीहरूले खै तल अब मैले चाहिँ देखिरहेको छु गाइज तपाईँहरूले चाहिँ अब क्यामेरामा के कस्तो आइरहेको छ अहिले हामी कहाँ छौँ भन्दाखेरि म तपाईँहरूलाई भन्दिनँ ब्लग पुरै हेर्नुहोस् तपाईँहरूले पुरै थाहा पाउनुहुन्छ गाइज अहिले चाहिँ हामी यात्राकै क्रममा छौँ होइन अब हाम्रो गन्तव्य भनेको चाहिँ अलिकति डाँडा जस्तो ठाउँमा हुन त हामी त्यस्तै ठाउँमा छौँ अहिले कुन ठाउँमा छौँ तपाईँहरू अब यसो गेस गर्न सक्नुहुन्छ कुन ठाउँमा छौँ भन्ने कुरा तपाईँहरू यसो गेस गर्न सक्नुहुन्छ हाम्रो यात्रा जारी छ र गाइज अघि भनेको चाहिँ हामीले खोला हेरेर खोजिरहेको थियौँ त्यहाँबाट चाहिँ राम्रोसँग देखेको थिएन होइन अहिले भने चाहिँ यहाँ पछाडि म तपाईँलाई देखाउँछु यहाँ पछाडि भाँसेको पनि देख्न सक्नुहुन्छ भाँसेको पनि रहेछ देखाइदियो त क्यामराम्यान र यहाँ तल देख्न सक्नुहुन्छ होइन यहाँ तल चाहिँ रहेछ खोला भयो फाइनली हामीले देख्न सक्यौँ यहाँ चाहिँ खोला यहाँ माथिबाट भिर चाहिँ भाँसेको रहेछ यहाँ खेतहरू पनि रहेछ एकदम रमाइलो ठाउँ रहेछ यो चाहिँ होइन अब भनेको चाहिँ हामी यहाँबाट माथितिर लाग्छौँ हामीलाई चाहिँ आजको यो बहिनीले चाहिँ हामीलाई घुमाउँदैछ होइन हामीसँग शिवांश पनि छ शिवांश के कस्तो लागिरहेको छ भन न त एकदम धनकुटा जस्तै लाग्दैछ धनकुटा जस्तै ओ गाइज भ्लग भनेको चाहिँ एकदमै ढिलो आइरहेको छ तर भनेको अब भनेको चाहिँ खतरा खतरा भ्लगहरू आउँछ तपाईँहरू चिन्ता नगर्नु लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला नयाँ हुन्छ नि फलो लाइक फलो अरे सब्सक्राइब गर्नु होला होइन यस्तै यस्तै छ है र अहिले भनेको चाहिँ हामी अलिकति पाहाडलाई छोएको जस्तो अनुभव भइसकेको छ अलिक चिसो चिसो हुन थालिसक्यो हामी आउँदैछौँ अलिकति पर चाहिँ त्यहाँनिर कच्ची बाटो रहेछ र अहिले चाहिँ यहाँनिर ग्राभेल पिच सिच देख्न पनि सक्छौँ होइन अघि चाहिँ हामी हिँड्दै थियौँ घाम पनि थियो अलिक चिसो चिसो भएको थियो र अहिले भनेको चाहिँ यहाँ चाहिँ अब हामी लगभग पाहाडको तलको भागलाई छोइसकेको छौँ अझै हामी माथि जाने आजको हाम्रो प्लान छ के कस्तो हुन्छ है त दामी नै हुनेवाला छ है र अहिले भनेको चाहिँ हामी लगभग हाम्रो डेस्टिनेसनमा आइपुग्न आँटिसक्यौँ आधी बाटो लगभग आइसकेको छौँ पछाडि देख्न सक्नुहुन्छ है यहाँ पछाडि चाहिँ झुलुङ्गे पुल पनि रहेछ र यतापट्टि चाहिँ कस्तो राम्रो पाहाड देख्न सक्छौँ हामी होइन जङ्गल टाइपको एकदम दामी रहेछ भ्यू यहाँबाट दामी देखिँदो रहेछ र अब भनेको चाहिँ यता देखाउँछ क्यामेराम्यान उता माथिबाट चाहिँ हामी लगभग हिँड्नुपर्छ 10-15 मिनट त्यसपछि चाहिँ यहाँ माथि चाहिँ मन्दिर रहेछ अनन्त लिङ्गेश्वर भन्ने त्यहाँ देख्न सक्नुहुन्छ बोर्डमा है र अब हामी यहाँबाट माथि लाग्छौँ सबभन्दा पहिला चाहिँ हामी त्यहाँ झुलुङ्गे पुलमा पनि जानुपर्ने हुन्छ र हामी त्यहाँ एकचोटि झुलुङ्गे पुलमा पनि जान्छौँ त्यहाँ हेर्छौँ होइन लेट्स गो गाइज ल अब हामी चाहिँ लाग्यौँ है झुलुङ्गे पुलतिर बिस्तारी आऊ है बिस्तारी हामी चाहिँ अब झुलुङ्गे पुल हन्ट है त हाम्रो आजको म चाहिँ कुद्दैछु होइन यिनीहरू कतिखेर आइपुग्छन् लेट्स गो ओ यसमा त लड्न पनि सकिन्छ है तिमीहरूलाई डर लाग्छ कि लाग्दैन तर त्यो त्यस्तो हाइटीमा त रहेन रहेछ हौ यो त केटाहरू आउँदैछ न यता यता हाम्रो बहिनी कस्तो लागिरहेछ यहाँ खोला रहेछ तर सानो रहेछ हौ यो त लास्टै सानो रहेछ त्यस्तो अग्लो त छैन रहेछ हौ यो त तर अलिअलि अग्लै छ गुफा भेटिएको छ फाइनल्ली गाइज म चाहिँ गुफाभित्र छिर्नु पर्छ सेफ हुन्छु कि गाडी गयो फाइनल्ली गाडी चाहिँ गयो मैले फाइनल्ली मेरो गुफा भेटेँ यहाँ जङ्गलमा बेलुका आएर यतै बस्नुपर्छ क्या है पछाडि चाहिँ यिनीहरू आफ्नै पारामा हिँडिरहेको होइन म चाहिँ अब माथिसम्म कुद्छु क्या यिनीहरूले के गर्छन् त गाइज यसको म चाहिँ भाइ यिनीहरू पछाडि नै छन् म चाहिँ कुदिसकेँ तलबाट स्कुटर पनि आउँदैछ जस्तो कि तपाईँहरूले थम्बनेलमा देख्नुभयो होइन अब भनेको चाहिँ लालीगुराँस टिप्ने पालो आइसकेको छ लालीगुराँस टिप्नुपर्ने हुन्छ है त गाइज फाइनली हामीले यहाँ नजिकै चाहिँ लालीगुराँस भेटिसकेको छौँ हामी टिप्न आँटिरहेको छु म चाहिँ भाइ त्यहाँ बस यिनीहरूलाई चाहिँ म यतै बसाउँदैछु यहाँ चाहिँ टिप्न मिल्ने गरी मैले भेटेँ नजिकै रहेछ यहाँ अब यसलाई चाहिँ अब यहाँनिर छ देख्न सक्नुहुन्छ यसलाई चाहिँ मैले टिपिसकेको छु है गाइज फाइनली हामीले यहाँ टिप्दैछौँ है लालीगुराँस यस्तो डाँडामा चढेर है यस्तो मजा आइरहेको छ यहाँ भाइहरू पनि छन् बहिनीले पनि टल्ने टिभी कस्तो लागिरहेछ केटाहरू भाइ कस्तो लागिरहेछ शिवांश अनि यस्तो डाँडामा कहाँ लडिहालिन्छ नि यस्तो भिड छ यो चाहिँ तर फोहोर चाहिँ एकदम गरेको रहेछ डाँडामा हामीले यहाँ दुईटा रेडी बनाइसकेको छौँ दामी मजा आइरहेको छ यहाँ भन्नुपर्दा चाहिँ एकदम जङ्गल होइन एकदम मजा आउने चिसो एकदम यहाँ जङ्गलभित्र छिर्ने बित्तिकै हामी पुरै जङ्गल क्या परबाट हेर्दा अहिले त्यहाँ परतिर जुन जस्तो खालको जाँडाको जङ्गल देखाएको छ नि हामी त्यस्तै जङ्गलको बिचमा छ मैले होइन तर यहाँ एकदमै धेरै फोहोर चाहिँ रहेछ यहाँ फोहोरहरू एकदम फालेको रहेछ यहाँ बाटै रहेछ क्या यहाँनिर चाहिँ एकदमै अब यहाँबाट कहाँ जाइन्छ चाहिँ थाहा छैन हामी ल जाउँ न त ल जाउँ भन्ने कुरा भयो है त
हामी चाहिँ जङ्गलको बाटोबाट हिँडिरहेको छौँ है। अब कहाँ पुगिन्छ थाहा छैन, हामी चाहिँ अगाडि बढिसक्यौँ है। कहाँ पुगिन्छ थाहा छैन, लालीगुराँस बोकेर हिँड्नुपर्ने यो हो नि त असली एडभेन्चर भनेको। पुरै जङ्गलमा छौँ यार अहिले त हामी, माथि घाम मात्रै देखिरहेको छ, अरू केही देखिँदैन त है। यो हो नि त असली जङ्गल भनेको। मलाई खास मनपर्ने भनेको चाहिँ यस्तो हो क्या, पुरै जङ्गलमा हिँडिरहेको छौँ। कहाँ पुग्छौँ यार हामी त, पुरै जङ्गल छ त यो त। तर बाटो चाहिँ रहेछ यहाँ, मान्छेहरू हिँड्छन् कि क्या हो, बाटो चाहिँ रहेछ। त्यो चाहिँ अघि यो बाटोबाट त्यो मन्दिर जाम भनेको है, के करायो बिचमा बाटो क्यार 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 गरेर हामी सबजना अहिले फेरि फर्किरहेको छौँ है। यहाँ कसैको चप्पल फुस्किने, कसैको के हुने भइरहेको छ। हामी चाहिँ फर्किसक्यौँ अहिले चाहिँ यहाँबाट फाइनल्ली। ए यार बिस्तारै बिस्तारै गाइजहरू बिस्तारै। र गाइज अब चाहिँ हामी मन्दिरको बाटोतिर लाग्दैछौँ है। यहाँ सिँढी चढ्नु पर्ने रहेछ यत्रो जङ्गलको बिचबाट होइन। ऊ तल्लोबाट आएको हामी त, डल्ले भयो कि भ्लग बनाउँदै हो। याक चढ्दैछौँ है, एकदम स्यास्या भइसक्यो म त यार। हामी चाहिँ फर्किँदैछौँ, फर्किने लाग्छ बिस्तारै फर्किरहेको छौँ। समय भन्नुपर्दा अहिले 3:30 भइसकेको छ। गाइज आजको हाम्रो यो लालीगुराँस हन्ट चाहिँ लास्ट फाइनल्ली चाहिँ कम्प्लिट भइसकेको छ। पछाडि चाहिँ गफ गर्दै आउँदैछन् ग्याङहरू चाहिँ है। एकदमै शीतल भइरहेको छ। अघि चाहिँ अलिक घाम लागेको थियो, अहिले चाहिँ शीतल हावा चलिरहेको छ, देख्न सक्नुहुन्छ है त। यहाँभन्दा तल चाहिँ खोला छ, अनि यो चाहिँ अब यस्तो भइहाल्यो है। यस्तै चाहिँ एकदम रमाइलो भइरहेको छ, देख्न सक्नुहुन्छ है। ल गाइस फाइनली हामी चाहिँ घर आइसकेको छौँ। अब भनेको चाहिँ हामी मेरो भिडियो युट्युबमा चलाउँछु, अनि त्यसपछि हाम्रो भिडियो हेर्दै हामी आजको भ्लगलाई चाहिँ इन हान्छौँ है त। ल लेट्स गयो है त। सुरुमा चाहिँ हामी अब के अरे हेडफोन लगाइहालौँ होइन। हामीसँग के को हेडफोन हो यो, के को हो यो भाइ? 1 केजी, 1 केजीको छ है हामीसँग। गाइस मैले चाहिँ तपाईँहरूलाई सुरुमा भनेपछि हेडफोन लाउनुपर्छ भने हेडफोन चलाउँदा फेरि हेडफोन लगायो भने तपाईँहरूलाई फेरि के आवाज सुन्ने होइन। त्यही भएर अब हामी हेडफोन चाहिँ लाउँदैनौँ। तपाईँहरूलाई म देखाउँछु है त। र गाइस म चाहिँ अब तपाईँहरूलाई मेरो पुरानो च्यानलको भिडियो देखाउँछु है त। पुरानो च्यानल, यो चाहिँ मेरो पुरानो च्यानल हो। यो चाहिँ मेरो आइडी अहिले मसँग छैन। यसको चाहिँ अब कुन चाहिँ यो शिवांश नै भएको भिडियो छ यहाँ चाहिँ हामीसँग। यहाँ चाहिँ शिवांशको पुरानो इन्टरभ्यू हेर्न सक्नुहुन्छ है। शिवांश सानो हुँदाखेरि या शिवांश अहिलेको शिवांश देखाउनु। ल यस्तो छ शिवांश पहिलाको है। गाइस अब भनेको चाहिँ हामी अहिलेको च्यानलको भिडियो चाहिँ अब हामी हेर्न गइरहेको छौँ है त। र गाइस फाइनल्ली मेरो अहिलेको च्यानल चाहिँ आइसकेको छ। यो हो होइन, यो च्यानल हो। यसलाई खोलिदिउँ है, के कस्तो आउँछ है त हेरौँ। भिडियोजमा जाऊँ र पपुलर भिडियोमा जाऊँ है त। पपुलरमा चाहिँ हामीसँग गोकर्ण भ्लग छ, त्यसपछि देख्न सक्नुहुन्छ अरूहरू पनि छ है। शिवांशको वर्तमानको पनि छ है यहाँ। ल हेरिदिउँ है त के कस्तो छ। म चाहिँ शिवांशको बाबा है। सो गाइस थ्याङ्क्स फर वाचिङ माई भ्लग होइन। आजको भ्लगमा तपाईँहरूलाई के कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला भन्दै म आजको भ्लगबाट बिदा हुन्छु। जय नेपाल गाइस। जय नेपाल, जय नेपाल, जय नेपाल, जय नेपाल, जय नेपाल।